हाम्रो भोट केमा? यो आमाको कुरा सुन्नु होला। पार्टी पार्टी भनेर हिँड्ने होइन यहाँ। म यसरी भन्छु ठेकेदार बसिलाई म यसरी भन्छु कि पार्टी पार्टी भनेर नहिँड। देश बनाऊ। उले उसको रिस नभेर उसको देश बनाऊ पहिला। त्यसपछि मात्रै हामी बन्छौँ के? हाम्रो छोरा छोरीहरू बाहिर विदेशमा किन पठाउने? सोरेर ल्याउँछन् तिनीहरूले। काम नगरिकन खान पाइन्छ? पनि एकचोटि त्यति सम्मानको त्यो पाइला। सब एक छ भन्दिम त्यहाँपछि अनि पार्टी हो भनेर बसिराखे यिनीहरू। कि आमाको मन कति रोइरहेको होला के? आफ्नो छोरा आफूसँग बस्न नपाउँदा, आफ्नो फ्यामिलीसँग बस्न नपाउँदा, आफ्नो फ्यामिलीलाई छोडेर फरेन कन्ट्रीमा खाडीहरूमा गएर दिनरात एक गरेर पसिना बगाएर आफ्नो फ्यामिली खुसीको लागि कमाइरहेको छ। अनि कुनै पनि चाड पर्वमा घर नआउन पाउँदा, केही पर्दाखेरि घर नआउन पाउँदा टाइममा त्यो आमाको मन कति रोइरहेको होला के? दिनरात हामी पार्टी पार्टी गरेर अहिले हिँडिरहेको छौँ। नेताहरूको पछि लागिरहेछौँ। पैसाको लागि या लयमा लागेर अहिले चाहिँ हामी त्यो पछि पछि घुमिरहेछौँ झन्डा लिएर। त्यो कोहीले पनि बुझ्दैन के आमा भन्दा राम्रो के? कोही पनि छोरालाई मन लाग्दैन के बाहिर गएर खाडीमा दिनरात पसिना बगाम के? त्यो रहर होइन के, बाध्यता हो एउटा। त्यो हामी कहिले बुझ्छौँ के? यहाँ नेपालमा के छ भन्नु न? यो सब चुतिया नेताहरूले गर्दा त हो नि। यहाँ त विद्यार्थी सेफ छैन, एउटा आमाको खुसी छैन यहाँ। किन यस्तो? यो सब हामीले गर्दा हो नि, हामी आफैले गर्दा हो नि। यहाँ 200, 500, 1000, 5000 को लोभ लालचमा गलत मान्छेलाई, हामी गलत क्यान्डिडेटलाई जिताइरहेछौँ। किन यस्तो? आफ्नो छोरा उहाँ पसिना बगाइरहेछ विदेशमा, के को लागि? पैसाको लागि नि हो नि। तर तपाईहरू त्यो 200, 400 मा बिकेर किन यस्तो गरिराख्नु भएको छ? कहिलेसम्म यस्तो गर्ने? त्यस्तो नगर्नु। यही टाइम हो क्या, हामी परिवर्तन ल्याउने यही टाइम हो। यस्तो चोरहरूलाई अहिलेसम्म जितायौँ तर केही पनि गर्न सकेनन् के? नेपालमा सबै थोक छ तर गर्न केही पनि सकिरहेको छैनन् के? जुन छ त्यसलाई पनि बेचेर खाइरहेछन्। यो कहिलेसम्म चल्छ? युवा जाग्न पर्यो, जनता जाग्न पर्यो, परिवर्तन ल्याउन पर्यो के? अब नेपालमै गर्ने हो भने के पनि हुँदैन। जे गर्न चाहनुहुन्छ त्यो नै हुन्छ के? तर जनता एकजुट हुन पर्यो के? राम्रो क्यान्डिडेट छानेर पठाउन पर्यो माथि, कि गएर माथि तिनीहरू देश बनाउन्, रोजगारीको व्यवस्था मिलाउन्। अहिले यहाँ युवाहरू पढेर यतिकै भौतारिरहेछन्। जोसँग सोधे नि के गर्ने हो तिमी अब पढेर? +2 दिन पाएको छैनन्। लक्ष्य के हो? खाडीमा जाने, बाहिर जाने, फरेन कन्ट्री जाने, ल्याङ्ग्वेज पढ्न पर्यो, यो गर्न पर्यो, त्यो गर्न पर्यो भन्न सुन्न पाइन्छ के? यस्तो कहिलेसम्म? यो चोर नेताहरू के गरिरहेछन्? उनीहरूको छोराछोरी हेर्नु न, अमेरिकामा के गरिरहेछन्? 20 लाखको घडी लाएर हिँडिरहेछन्, 2 करोडको कारमा हिँडिरहेछन्। जुन युनिभर्सिटीमा पढ्न चाहिरहेछन् त्यो युनिभर्सिटीमा तिनीहरू पढिरहेको छन्। महँगा युनिभर्सिटीहरूमा तिनीहरू पढिरहेछन्। त्यो सब कसको पैसा हो? तिनीहरू कमाएर हो, मेहनत गरेर हो। हामीले पठाएर तिनीहरूलाई माथि पठाएछौँ जुन लक्ष्यलाई, त्यो लक्ष्यको सब तिनीहरू खाएर हो, आफ्नो बुढी भरेर त हो नि। त्यो कहिलेसम्म चल्छ? अब जागरुक हुन पर्यो अनि राम्रो क्यान्डिडेटलाई जिताएर पठाउन पर्यो। पार्टी पार्टी गरेर मासु भात खाएर अनि चम्चागिरी गरेर यो चल्दैन के? आमा र छोराको पीडा कोहीले पनि बुझ्न सक्दैन के? जुन अहिले खाडीमा काम गरिरहेछन्, दिनरात पसिना बगाइरहेछन्, त्यो कोही पनि बुझ्दैन के? त्यो बुझ्ने भनेको जो त्यहाँ बिताइरहेछ उसले नै बुझिरहेको छ के? त प्लिज मेरो यही अनुरोध छ, एउटा राम्रो क्यान्डिडेटलाई जिताउनुस्, राम्रो क्यान्डिडेटलाई माथि पठाउनुस्, कि तपाईहरूको छोराछोरीहरूको भविष्य बनोस् के? न कि यो कि फेरि त्यही पहिलाकै हालतमा नेपाल चलोस्। आफ्नो हक माग्न जाँदा पनि गोली खानु परोस् के?